यहाँ मिस्त्री काम गर्नुहुन्थ्यो। आज उद्घाटन हुँदाखेरि मन्त्रीले तपाईलाई उद्घाटन गर्नुहोस् भनेर कैँची हातमा दिनुभयो। तपाईले रिबन काट्नुभयो र नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग उद्घाटन गर्नुभएको छ। बुवा नमस्ते। नमस्ते। बुवा आज नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग तपाईले उद्घाटन गर्नुभएको छ। मन्त्रीले तपाईको हातमा कैँची दिएर तपाईलाई उद्घाटन गर्नु भन्नुभएको छ। कस्तो अनुभव भइरहेको नि? धेरै राम्रो भयो। ए खुसी हुनुहुन्छ? खुसी छु। के भन्नुहुन्छ मन्त्रीलाई? मन्त्रीले के भन्ने अब धेरै धन्यवाद भन्ने। तपाईलाई उद्घाटन गर्न दिनु भएको छ, धन्यवाद भन्नुहुन्छ कि के भन्नुहुन्छ? धन्यवाद भन्नु। तपाईले यहाँ लामो समय काम गर्नुभयो पनि भन्नुभएको थियो। कति भयो तपाईले यहाँ काम गरेको? 5-6 वर्ष भयो। 5-6 वर्षदेखि यहाँ काम गर्नुभयो। तपाईको घर चाहिँ कता हो? घर मेरो मुगु। मुगु झैन। कहिले बोलाएको उद्घाटन गर्न आउनु भनेर? आउनु भन्ने मदन सरले हाजमेका हाकिम उहाँले बोलाउनु भएको। नेपालकै पहिलो हो यो सुरुङ मार्ग। तपाईलाई उद्घाटन गर्नुभएको छ। तपाईँ त यो सुरुङ मार्गभित्र कतिचोटि जानुभयो होला, आउनुभयो होला, किनभने यहाँ काम गर्नुभएको छ नि त। यो सुरुङ मार्ग अब चाहिँ सर्वसाधारणले जान पाउने भयो, गाडी चल्ने भयो भन्दाखेरि तपाईँले चाहिँ कस्तो फिल भइरहनु भयो? धेरै खुसी कुरा भयो। एकदमै खुसी हुनुहुन्छ? एकदम खुसी। सबै मुगु जिल्ला के अरे नेपाल राष्ट्रभरि अहिले हामी पश्चिमका मान्छेलाई, दुर्गमका मान्छेलाई धेरै सुविधा। अब जाने बाटो यही भनेको यहाँ मिस्त्री काम गर्नुहुन्थ्यो। आज उद्घाटन हुँदाखेरि मन्त्रीले तपाईलाई उद्घाटन गर्नुहोस् भनेर कैँची हातमा दिनुभयो। तपाईले रिबन काट्नुभयो र नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग उद्घाटन गर्नुभएको छ। यो सरकारलाई के भन्नुहुन्छ अन्तिममा? धन्यवाद भन्ने। अब के भन्ने? धन्यवाद।